अब स्रोत साधन छैन बिचारालाई गरेर अब सिधै गरेर के भन्छ कमान्डरले अर्डर दिएर नदीमा हामफाल भनेर चाहिँ अब चाहिँ प्रहरीले हाम फाल्नु चाहिँ मैले दिदिनँ, किन उसको सुरक्षाको नि जिम्मा चाहिँ गृहमन्त्रीकै हो। उसको ज्यानको उसको पनि छोरीचेलीहरू होला, घरमा परिवारहरू होला हैन, उसको ज्यानको पनि सुरक्षा त मेरो जिम्मेवारी त हो नि त। ऊ पनि एउटा नागरिक हो देशको हैन। त्यही भएर मैले त्यो ओनरशिप चाहिँ मैले लिनुपर्छ जस्तो लाग्छ। कसैले पनि जनताको आँसुमा राजनीति नगरोस्, कसैले पनि त्यसमा चाहिँ पैसा नउठाओस्। गृहमन्त्री जाँदै गर्दाखेरि जहिले पनि अब एकदम घेर्नु हुँदो रहेछ उहाँहरूले, बिचरा आशा होला कतिजनाले घेर्नुहुन्छ नि, मैले कामै गर्नु पाउँदिनँ। अनि अब सबैजनाले मोबाइल ठडाउनुहुन्छ, कसरी निर्देशन दिउँ अप्ठ्यारो पनि। अनि त्यसले गर्दा अलिक गाह्रो भयो मलाई पनि। अनि फेरि त्यसमा चाहिँ फेरि कतिजना मान्छेहरूले फेरि स्टन्ट भनेर भनिदिनु हुँदो रहेछ, त्यस्तो नहोस् पनि भनेर हामीले चाहिँ के सोचिरहेछौँ भन्दाखेरि चाहिँ आफू जानुभन्दा पनि अब त प्रब्लम स्टेटमेन्ट बुझिसक्यो, कसरी स्टिङ अपरेसन गर्नुपर्छ भनेर बुझिसक्यो। यसको साटा बरु रिप्रेजेन्टेटिभ्सहरू पठायो भने चिन्ता पनि चिन्दैन। र यसमा चाहिँ सादा पोसाकको हाम्रो चाहिँ युनिटहरू चाहिँ अब विभिन्न नाकामा गएर यसको मोनिटरिङ र यसको इम्प्लिमेन्टेसन्सहरू चाहिँ भएको छ कि छैन, कार्यान्वयन भएको छ कि छैन, जनताले के दुःख पाछ भनेर चाहिँ गर्ने चाहिँ हाम्रो योजनामा छ। मलाई एकदमै खट्केको विषय भनेको चाहिँ यो म पहिला सरकारमा नहुँदा एउटा नागरिक हुँदाखेरि पनि मध्य प्रदेश, कर्णाली र सुदूरपश्चिम यो ठाउँमा चाहिँ धेरै तपाईँको जनताको आँसुमा राजनीति भएको ठाउँहरू हो कि। यसमा एनजिओ आइएनजिओहरू भयो, उहाँहरूले चाहिँ यो आँसु जनताले यहाँ दुःख पाइरहेछ भनेर त्यही अनुसारमा चाहिँ प्रोजेक्टहरू लिएर आउने, तर जनताले खासै त्यहाँ उपलब्धि भएको चाहिँ मैले अनुभव गरेको छुइनँ। र विशेष गरी जेन्जी आन्दोलनपछि पनि अब हामी सरकारमा त थिएनौँ, तर एउटा प्रतिनिधित्व गर्दै जेन्जीबाट नि एउटा रेस्पोन्सिबल पर्सन हुँदै गर्दाखेरि हाम्रो विशेष प्रायोरिटीमा चाहिँ हामीले चाहिँ यो मध्य प्रदेश, कर्णालीमा अनि सुदूरपश्चिममा बजेटको लागि पनि हामीले चाहिँ अलिक समन्वय चाहिँ गरेका थियौँ। र अहिले पनि मध्य प्रदेश, सुदूरपश्चिम र कर्णाली चाहिँ हाम्रो गृह मन्त्रालयको भन्दा नि गृहमन्त्रीकै चाहिँ एकदम स्पेसल प्रायोरिटीमा चाहिँ छ, एकदमै स्पेसल प्रायोरिटीमा छ। मेरो मनमै छ यो कुरा चाहिँ। यहाँको जनताहरूले चाहिँ धेरै वर्ष भयो दुःख पाएको, अब चाहिँ हामीले केही न केही चाहिँ हामीले सुधार ल्याउनै पर्छ है। कसैले पनि जनताको आँसुमा राजनीति नगरोस्, कसैले पनि त्यसमा चाहिँ पैसा नउठाओस् भन्ने चाहिँ हाम्रो योजना। अब यसमा कति सक्सेसफुल होला आफ्नो त हामीले दिने त 100% भन्दा पनि 200% दिन्छौँ हामीले त। त्यसमा नि कुनै कमी कमजोरी भयो भने त्यसमा सुधारै लाउँला, हजुरहरूले सजेसन गर्दै गर्नु होला। र यो सीमा नाकाहरूमा अब चाहिँ गृहमन्त्री जानुभन्दा पनि यसमा चाहिँ हामीले अब वस्तुस्थिति बुझ्यौँ, निड एसेसमेन्ट पनि बुझिहाल्यौँ, प्रब्लम स्टेटमेन्ट पनि के रहेछ, प्रब्लम आइडेन्टिफिकेसन के रहेछ भनेर हामीले बुझिसक्यौँ। अब यसमा चाहिँ हामीले एउटा के गरेका छौँ भन्दा चाहिँ मिनिस्ट्रियल टास्क फोर्स हामीले एउटा बनाउने योजनामा छ। फिल्ड इम्प्लिमेन्टेसन एन्ड मोनिटरिङ स्पेसल युनिट गृह मन्त्रालयको अन्तर्गतमै हुन्छ। र गृहमन्त्री जाँदै गर्दाखेरि जहिले पनि अब एकदम घेर्नु हुँदो रहेछ उहाँहरूले, बिचरा आशा होला कतिजनाले घेर्नुहुन्छ नि, मैले कामै गर्नु पाउँदिनँ। प्रहरी कर्मचारीहरू बसेर तप पानी चुन्दै गरेको, निन्द्रा नपुगाई सुरक्षा गरिराख्नु भएको, जीर्ण अवस्थामा भएको संरचनाहरूमा जसरी प्रहरी जवानहरू बसिराख्नु भएको छ, त्यसको लागि चाहिँ स्थानीय निकायहरूले समन्वय गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। किनभने त्यो समाजको सुरक्षा गर्दाखेरि त्यो समाजले पनि त्यो प्रहरीको सुरक्षा गर्ने चाहिँ त्यो समाजको पनि दायित्व हो। र त्यही भएको हिसाबले अब माननीय ज्यूहरूबाट नि यसको लागि पहलहरू भइदियो भने स्थानीय निकायहरू त हाम्रो पनि छैन। अब हजुर राष्ट्र सभामा हुनुहुन्छ, राष्ट्र सभाले पनि केही निर्णय गरेर स्थानीय सरकारहरूलाई, प्रदेश सरकारहरूलाई चाहिँ ल है प्रहरीहरूको लागि नै बजेट छुट्याइदिनु, उहाँहरू जीर्ण अवस्थामा बसिराख्नु भएको छ, नागरिकको सुरक्षा गरेर नभइरहेछ, उहाँहरूको सुरक्षाको दायित्व त फेरि हाम्रो सरकारको पनि हो नि त, सरकार त तपाईँहरूको पनि हो होइन। हजुरहरूले नि यसमा समन्वय गरिदिनु भयो भने चाहिँ हामीलाई पनि काम गर्नु अलिक सहज हुन्छ चाहिँ मलाई चाहिँ लाग्छ। अब स्रोत साधन छैन बिचारालाई गरेर अब सिधै गरेर के भन्छ कमान्डरले अर्डर दिएर नदीमा हामफाल भनेर चाहिँ अब चाहिँ प्रहरीले हाम फाल्नु चाहिँ मैले दिदिनँ, किन उसको सुरक्षाको नि जिम्मा चाहिँ गृहमन्त्रीकै हो। उसको ज्यानको उसको पनि छोरीचेलीहरू होला, घरमा परिवारहरू होला होइन, उसको ज्यानको पनि सुरक्षा त मेरो जिम्मेवारी त हो नि त। ऊ पनि एउटा नागरिक हो देशको होइन। त्यही भएर मैले त्यो ओनरसिप चाहिँ मैले लिनुपर्छ जस्तो लाग्छ। यसमा हामीले 15 दिनको एउटा नोटिस निकाल्ने हाम्रो एउटा योजनामा पनि छ। स्थानीय निकायहरूले चाहिँ यसमा चाहिँ समन्वय गरिदिनु होला, नत्र भने चाहिँ हामीले त्यसमा चाहिँ अब प्रहरीहरूलाई चाहिँ उहाँहरूको सुरक्षाको लागि हामीले चाहिँ उहाँहरूलाई ब्याक तान्नुपर्ने अवस्था आउन सक्छ। किनभने त्यस्तो गाह्रो गरी बसेर चाहिँ मान्छेले काम गर्नु सक्दैन, उसले पर्फर्मेन्स दिनु सक्दैन अनि पर्फर्मेन्स दिनु सक्दैन, नागरिकको सुरक्षा गर्नु सक्दैन भने उहाँहरूलाई त्यहाँ राखिराख्नु भन्दाखेरि बरु राम्रै ठाउँमा लिएर आएर व्यवस्थित हिसाबले काम गराउनु चाहिँ पर्छ जस्तो चाहिँ हामीलाई फिल भइरहेछ।